द्वापर युगमा त्रेता युगमा जति पनि देवी देवताहरूले राज गरे तिनीहरूको राज आजबाट समाप्त भइसकेको छ र आजबाट कलियुगको सुरुवात भएको छ र कलियुगमा सारा लोकमा मनुष्यमा सारा जगतमा यो कलिले आफ्नो राज गर्नेछ र हुँदैन तबसम्म यो कलीको राज समाप्त हुने छैन। यद्यपि यो कलीको राज कसैले समाप्त गर्न सोच्छ भने त्यही समाप्त हुनेछ। आजैबाट यो लोकमा जहाँ यो कलीले आफ्नो पाउ राखेको छ, जहाँ यो कलीले प्रवेश गर्छ, जहाँ यो कली पुग्छ त्यहाँ सारा लोक हुनेछ खलबली। आज म राजा परीक्षण भएर पनि मेरा प्रजाहरूलाई दुःख कष्ट परिरहेको बेलामा म त अवश्य पुग्नुपर्छ। यो डरलाग्दो देख्दैमा कालो कालो कहाँबाट आएछ? हे तिमी को हो? अरे मलाई को हो भने त को हो? मेरो राज्यमा आएर मलाई को हो भन्छौ तिमी? महाराज परीक्षित, महाराज परीक्षितको आगमन भयो। अरे महाराज परीक्षित, तिमी हौ यी प्रजाहरूको राजा? हो, यी सारा प्रजाहरूको राजा म राजा परीक्षित हुँ। अरे परीक्षित, तिमी हिजोको दिन राजा थियो होला यी प्रजाहरूको, तर आजबाट यी तिम्रा प्रजाहरूको राजा भनेको यो कली हो, कली। हे कली, त्यो कदापि हुन सक्दैन। म यो राजाको राज्य भएर यो राज्यलाई सम्हाल्ने राजा परीक्षित हुँ। यो सारा राज्यको रक्षा गर्ने परीक्षित राजा हुँ। तिमी कली आएर भन्छौ कि मेरो राज्य हो, यो कदापि हुन सक्दैन कली। ए परीक्षित, ध्यान दिएर सुन। अहिलेसम्म सत्य युगमा, त्रेता युगमा, द्वापर युगमा जति पनि यी देवी देवताहरू राज गरे, तर तिनीहरूको राज समाप्त भइसकेको छ। तसर्थ आजबाट, आजको दिनबाट 4,32,000 वर्षसम्म यो कलीले आफ्नो राज गर्नेछ। तसर्थ आजबाटै तेरो यो राज्यबाटै यो कलीले आफ्नो राज्य प्रारम्भ गरेको छ। तसर्थ आजबाट यो राज्य तेरो होइन, यो राज्य भनेको यो सारा सृष्टि, यो सारा जगतमा आजबाट कलीले राज गर्नेछ। हे कली, 4,32,000 होइन, अब एक क्षण पनि तेरो मृत्यु नजिक आउँदैछ। तिमीलाई मैले बारम्बार भन्दैछु मेरो यो राज्य छोडेर गइहाल, होइन भने मैले तिमीलाई मृत्यु दण्ड दिन्छु। जहाँ कलीले आफ्नो पाइला राखेको छ त्यो अवश्य मृत्यु दण्डबाट बक्सिन्छु, होइन भने कली तिमीलाई मैले अब मृत्यु दण्ड दिन्छु। ए परीक्षित, म तिम्रो चरणमा कदापि परेको छैन। यद्यपि तिमीलाई यो राज्यबाट कसरी समाप्त गर्नुपर्छ भने मलाई थाहा छ। यदि तिमीले राम्रोसँग भएको मान्दैनस् भने तँलाई म आफ्नो बल प्रयोग गर्न बाध्य हुँ। हे कली, तिमीले मलाई क्रोधमा विवश नगर। अब क्रोध अति भयो, तँलाई मैले अब मृत्यु दण्ड दिन्छु। आइज युद्ध गर मसित। अरे परीक्षित, तैँले मसँगै युद्ध लड्ने? ओहो, आइज युद्ध गर, अनि जसले यो युद्धबाट विजय हुन्छ त्यो त्यसको राज्य। अवश्य, तर युद्ध लड्नुभन्दा पहिले तेरो आयु कति वर्ष हो त्यो मलाई भन्नु।
मनुष्यको आयु कति हुन्छ र? त्यही 60 देखि 100 वर्षसम्म। जब वो 60 वर्ष आयो भने इसका नाथ मनुष्यले यो कलीसँग युद्ध लड्ने हरे असम्भव छैन। यदि तिमीलाई मलाई जितेर युद्ध गरेर विजय हुन जस्तो लाग्छ भने आइज युद्ध गर, होइन भने यो धेरै कुरामाथि कुरा नगर, होइन भने छिटो आइज युद्ध गर। युद्ध लड्नुभन्दा पहिले मेरो आयु जान्ला। कति हो तेरो आयु भन्? मेरो आयु सायद वर्ष पनि होइन, 1000 वर्ष पनि होइन। कलिको आयु 4,32,000 वर्ष हो। कलियो 4,32,000 वर्षसम्म यो कलिको आयु छ। तसर्थ माथि 60 वर्षको आयु हुने मनुष्यले मसँग युद्ध लड। आइज गर्ने 4,32,000 वर्ष भएको त कलिले मलाई विजय गर्छस् कि 60 वर्ष आयु हुनेले विजय गर्छ? आइज युद्ध गरेपछि थाहा भइहाल्छ। ठिक छ परीक्षित, अनि तपाईँ युद्ध मन्दिर छ भने आइज 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 कलि आइज। याद गर, यदि युद्ध हारिस भने तँलाई मृत्युदण्डको सुनाइदिनेछु। आइज कलि आइज, त्यो त युद्ध गरेपछि थाहा भइहाल्छ। आइज कलि आइज आइज। अरे परीक्षित, तेरो सिर अलग हुनुपर्ने ठाउँमा तेरो मुकुट अलग भइरहेको। याद गर, तेरो सिर पनि यसरी नै अलग गर्नेछु मैले। आइज कलि आइज, तँलाई त्यस्तो लाग्छ भने आइज युद्ध गर। आइज तेरो यो आत्माले भयो मात्र भने तेरो प्राण यही समाप्त हुनेछ। आइज मेरो हातको अस्त्रलाई त भैमा जानुहोस् तर यो कलिलाई तैँले समाप्त गर्न सक्ने छैनस्। आइज कलि आइज, युद्ध गरेपछि थाहा हुन्छ। आइज आइज आइज।
4,32,000 आयु बत्तीस मेरो 60 वर्ष जबसम्म मेरो राज्यबाट त भागेर जाँदैनस् तबसम्म म तँलाई जाजा भनिसके। आज म राजा परीक्षित भएर पनि मेरा प्रजाहरूलाई दुःख कष्ट परिरहेको बेलामा म त अवश्य पुग्नुपर्छ। यो डरलाग्दो देख्दैमा कालो कालो कहाँबाट आएछ? हे तिमी को हो? अरे गोर्खा मलाई कहो भने तँ को हो? मेरो राज्यमा आएर मलाई को हो भन्छौ तिमी? महाराज परीक्षित। वाह, महाराज परीक्षित को आगमन है। अरे महाराज परीक्षित तिमी हौ यी प्रजाहरूको राजा? हो, यी सारा प्रजाहरूको राजा म राजा परीक्षित हुँ। अरे परीक्षित तिमी हिजोको दिन राजा थियो होला यी प्रजाहरूको, तर आजबाट यी तिम्रा प्रजाहरूको राजा भनेको यो कली हो, कली। हे कली, त्यो कदापि हुन सक्दैन। म यो राजाको राज्य भएर यो राज्यलाई सम्हाल्ने राजा परीक्षित हुँ। यो सारा राज्यको रक्षा गर्ने परीक्षित राजा हुँ म। तिमी कली आएर भन्छौ कि मेरो राज्य हो, यो कदापि हुन सक्दैन कली। ए परीक्षित ध्यान दिएर सुन। अहिलेसम्म सत्य युगमा, त्रेता युगमा, द्वापर युगमा जति पनि यी देवी देवताहरू राज गरे, तर तिनीहरूको राज समाप्त भइसकेको छ। तसर्थ आजबाट, आजको दिनबाट 4,32,000 वर्षसम्म यो कलीले आफ्नो राज गर्नेछ। तसर्थ आजबाटै तेरो यो राज्यबाटै यो कलीले आफ्नो राज्य प्रारम्भ गरेको छ। तसर्थ आजबाट यो राज्य तेरो होइन। यो राज्य भनेको यो सारा सृष्टि, यो सारा जगतमा आजबाट कलीले राज गर्नेछ। हे कली, 4,32,000 होइन, अब एक क्षण पनि तेरो मृत्यु नजिक आउँदैछ। तिमीलाई मैले बारम्बार भन्दैछु मेरो यो राज्य छोडेर गइहाल, होइन भने मैले तिमीलाई यही मृत्यु दण्ड दिन्छु। जहाँ कलीले आफ्नो पाइला राखेको छ त्यो अवश्य गुरु माता पिता गुरु बंधु सखा, गुरु माता पिता गुरु बंधु
सखा तिम्रो चरण सँगै मेरो कोटी प्रभु कारण विनाशी शरण जय प्रतिपालक शरण जय प्रतिपालक चिन्मय सुख राशि ओम जय जगदीश हरे। तेरो रूप भनेकै छलिया विष्णु हो, तँलाई मैले चिनिसकेको छु। त आज बराको रूप धारण गरेर यो हिरण्यकशलाई छल्न आएको छस्। ए विष्णु, याद गर, तैँले वसन्त छल गरेर छल कपट गर्दैमा तैँले यो पृथ्वीलाई, यो सारा पृथ्वीलाई, यो सारा जगतलाई तैँले बचाउन सक्दैनस्। आइज आइजो बचाउनको छ आइजो ओइ दैत्य छलिरहेको छ। आइजो आइज आक्रमण आइजो ब्रिटिस दैत्य अझै पनि समय छ भाग, नत्र जस्तो प्रकार तेरो अस्त्रलाई मैले सुन, यदि यो हिरण्यकश यहाँबाट जान्छ त केवल कि तँलाई नष्ट गरेर कि आफूलाई नष्ट गरेर जानेछ।
तसर्थ म यो युद्ध छोडेर कदापि भाग्ने छैन। यदि तँलाई जान मन छ भने त जान सक्छस्, किनकि तैँले होस् मेरो यो योजनामा बाधा गरिरहेको छस्। त्यसैले आइज आइज। हे दैत्य, तेरो बल त मैले देखिसकेँ। जति त धेरै कुरा गर्छस् तमा बल रहेनछ। तैँले मेरो बल देखेको छैनस्, केवल एकैछिन हो। तँलाई यो हिँड्न छिटो बल के रहेछ, कस्तो रहेछ भनेर तँलाई देखाउने छु। आइज। युद्ध गर्ने वीरहरूले त आफ्नो पाखुराको बाट बल देखाउँछन्, कुरा गरेर धेरै गफ मात्रै गर्दैनन्। आइज युद्ध गर। आइज Wish ball, Davis. चुरी छोरी कति बेरको हो दैत्य। आइज आइज लर्ड, आइज 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 विष्णु आइज। म को हो भनेर सोध्दै थिइस् नि, मेरो परिचय पाइस् होला। खाइस् बल्ल स्वाद आयो। आइज दैत्य आइज। अझै समय छ, भाग्छस् भने भाग, नत्र भने युद्ध गर्न आइज। आइज आइज आइज। ए विष्णु, यो युद्ध छोडेर म डराएर लैकाएर तसँग भाग्नेवाला छैन। यदि तँलाई हराउन सक्दिनँ भने यो पृथ्वीलाई नष्ट गरेरै भए पनि म आफ्नो प्राण त्याग्नेछु। तर यो पृथ्वीलाई यतिकै भगवानको यसरी पृथ्वीलाई हरण गरेर लिएर गएको हिरण्याक्ष नामक दैत्यलाई भगवानले वराह रूप धारण गरेर आज पृथ्वीलाई रक्षा गर्नुभएको छ। हामी सबै मनुष्य बसेको भनेको यही पृथ्वीमा हो। आज भगवानले त्यो बेलामा रक्षा